देवर त हेर्नुहोस् मेरोभन्दा मभन्दा सानो सबै देवर हो, मभन्दा माथिका सबै जेठाजु हो र मान्नुपर्ने मेरो मान्यजनहरू ससुराहरू हो र मेरो बाउसर हो। त्यसैले गर्दा नातावाद कृपावाद भन्दा पनि अन्यायमा परेको व्यक्तिको लागि बोल्ने बिनु कोइराला हो। देवर भन्ने त एउटा साइनो मात्र हो। अहिलेको सरकार ढल्छ भोलि ढल्छ भन्ने जुन आरोप लागिरहेको बेचमा रविलामी छानेलाई जेलभित्रै केही भिआइपीहरू गएर भेटेको भनिएका छन्। त्यो भेट्नुको कारण आखिर के हो? रवि लामी छानेलाई भेट्नु त यहाँ सरकार ढल्ने पो, अब हाम्रो सरकार बचाइदिए भनेर रविसँग हात जोड्नु गएको पनि समाचार यत्र तत्र आइसकेको छ। अब 21 सिट भएको रवि स्वतन्त्र रासोपालाई जुन इस्याले जुन सार्वजनिक कुनै पनि कुराको सार्वजनिक गरिदिन्छ, हाम्रो भण्डाफोर हुन्छ, हामीले घुसकाको पैसाको सबै छत्ताछुल्लो हुन्छ, नेपाली जनताले घर घरबाट थुतेर पिट्छन् भनेर रातारात समाएर पक्राउ पुर्जीले नभइकन लगाएर समाएर थुनिएको छ। त्यो थुनिएकोबाट पनि अब सरकार बचाउनु पर्यो भनेर हात जोड्न पुगिरहेछन्। तर रविजीलाई बारम्बार भन्छु यस्ता गद्दारहरूसँग हात मिलाउने काम नगर्नुहोस्। भनेपछि रविलामी छानेलाई चाहिँ फेरि पनि सरकारको अस्त्र बनाउने प्रयास गरियो? एकदम न। अहिले पनि रविलामी छानेलाई सरकारमा अब निकालेर सरकारमा ल्याउने प्रयत्न गरिरहेछ। रविजी तपाईँ नि अब प्रधानमन्त्रीको दावेदारमा पर्नुहुन्छ, अब तपाईँ प्रधानमन्त्री बन्नुपर्छ। हाम्रा यी नेता भ्रष्ट दलालहरूले के भनेका छन्, जब मान्छे जेल जान्छन्, नेताहरू जेल जान्छन्, त्यसपछि रुस्त तुरुस्त र जुरुस्त भएर आउँछन् भनेको छ। तपाईँ पनि एकदम निखारेर आइसक्नु भएको छ। अब तपाईँ नि प्रधानमन्त्रीको दावेदार हो, तपाईँ प्रधानमन्त्री पायो भने आँखा चिम्लेर गएर यिनीहरूलाई जेल खोज्नुहोस्, होइन भने तपाईँ अब कुनै पनि पदको लोभ नगरिदिनुहोस्। यो चाहिँ तपाईँलाई पनि सजेस्ट हो मेरो तर्फबाट, एउटा भाउजू मान्नु भएको छ भने तपाईँको यो समर्थन त छँदैछ। तर रविलामी छाने जसको जाहेरीको कारण आज जेलसम्म पुगेका छन्, ती व्यक्तिले त यदि रविलामी छाने छुट्छन् र हामीले पैसा पाउँदैनौँ भने म फिर्ता लिन्छु पनि भनिसकेका छन्। त्यो भन्दा पनि आखिर के खोजिरहनु भएको छ? एउटा के खोज्छौँ, कानो आँखा के भन्ने खालको उदाहरण जस्तो भइसक्यो। तपाईँले एउटा प्रमाण खोजिरहनु भएको छ र प्रमाण जसले मुद्दा हालेका थिए उसले म फिर्ता लिन्छु भन्दा पनि किन तपाईँहरू चुपचाप बस्नु? हामी चुपचाप बसेका होइन। सरकारले रविलाई बाहिर निकाल्यो भने आफ्नो सरकार ढल्छ र आफू एकदमै तल परिन्छ। भोलि बङ्गलादेशको स्थिति आउँछ भनेर रविलाई यताउताबाट समेटी लिएर आएर दण्डहित बनाइएको छ। यो गलत हो र दण्ड दिनु एउटा अपराधीलाई दण्ड दिने हो। तर अपराधै नगरेको व्यक्तिलाई सुप्रिम सहकारीमा ठगेर सांसदले, एउटा काङ्ग्रेसको सांसद नेत्रीले ठगेर 6 महिनासम्म संसदमा हाजिर नगरी पनि तलब खाएको थियो। उहाँलाई कुनै पनि कानुन लागेन। एउटा कानुन भएको देश, एउटा कानुन मान्ने हो भने त्यस्ता व्यक्तिलाई कारबाही हुनुपर्थ्यो र धेरैजनाको दबाबपछि उनलाई लगेर अहिले समाइएको छ जुन हाजिर गर्ने प्रक्रियामा। भनेपछि खाने मान्छेलाई चाहिँ खुल्ले याम हिँड्ने जब खाएकै छैन। रविलाई म त के भन्छु, रविले खाएको रहेछ भने 10 वर्ष थुन, अझ पनि म त सरकारलाई के भन्छु 10 वर्ष थुन, तर प्रमाणित गरेर सहकारी पीडितलाई पैसा दियो र सहकारी सम्पूर्ण पीडितहरूले पैसा पाउने भने रविलाई 10 वर्ष थुने पनि हुन्छ। यो रासोपाको बोली बोल्दैछु म एउटा भाउजूको नाताले र रासोपालाई समर्थन। किनभने कुनै पनि मान्छेलाई अन्याय सहने हो, हद भएपछि नि देशको निचोड फेरि अर्कै हुन्छ, त्यो पनि बुझ्न जरुरी छ। भनेपछि देउरमाथि अहिले अन्याय नै भएको हो? अहिले अन्याय नै भएको हो। किनभने जसले ठग्यो भनेर आरोप गरेको छ, त्यही ठग्यो भनेर जुन आरोप लाउने मान्छेले म मुद्दा नै फिर्ता गर्छु भनिसकेपछि त ठग भयो त। जीवी राई भनेको छ, जीवी राई लिएर आएर किन यहाँ गर्दैन? सरकार उनीहरूकै छ, हातमा डाडु पनि उनीहरूकै छ। जीवी राईलाई खोज्ने दायित्व उनीहरूको होइन, सरकारको होइन। रवि लामी छाने 4 महिना गृहमन्त्री हुँदा चाहिँ खै जीवी राई खै भनेर टेबुल ठोक्ने गगन थापाजी कुन दुलोमा लुक्नु भएको छ? लिएर आउनुहोस्, तपाईँको सरकार छ, जीवी राईलाई लिएर आएर रविलाई फाँसी दिनुहोस्। हिम्मत छ एउटा बिरामी नगरेको मान्छेलाई थुनेर पुरुषार्थ गर्ने भन्नुभएको छ नि, पालो आउँछ, छेउको सियो माझमा अवश्य आउँछ। हेर्न बाँकी छ। हामी नेपाली जनता त्यही कुराइमा छौँ। एउटा बाघलाई थुनेर तपाईँले बिरालो बनाउनु खोज्नु भएको छ, बिरालो होइन सिंह बनेर आउँछ। यो कुरा पनि तपाईँहरूले बुझ्नुहोस्। तर तपाईँको यो भनाइ र रविलामी छानेले केही समय अगाडि मात्र म भित्र बसेर गलेको छैन, म न्यायमूर्तिसँग, न्यायको मन्दिरसँग भिख मागिरहेको छु, मैले भिख पाउँछु भन्ने आश गरेको छु भन्नुभएको छ। भिख म त अझ रविजीलाई हात फैलाउने होइन। रविजी तपाईँ दिने मान्छेमा पर्नुहुन्छ, हात कसैसम्म नफैलाउनुहोस्। किनभने गल्ती गरेपछि मात्रै गल्तीको सजाय पाउने, गल्ती नगरे मान्छे आफै नै रिहा हुन्छ। कानुनभन्दा माथि कोही छैन। यदि कानुन बिग्दैन भनेदेखि आफ्नै हातमा डाडु पनि भएर कानुनै बिकायो भने त कसैको बाउको केही लाग्दैन। होइन भने कानुन बिग्दैन भनेदेखि चाहिँ रविले अवश्य न्याय पाउनेछ।
अब न्यायालयले आखिर के प्रमाण खोजेको हो? जसले मुद्दा हालेको छु उसले फिर्ता लिन्छु भनिरहेको छ, रवि छुन्ने मेरो उद्देश्य होइन भनिरहेको छ, योभन्दा ठुलो प्रमाण अरू खोज्छ? अचम्म लागिरहेछ। कानुन किन निर्दयी भएर बसिरहेछ? किन कानुनले सबलाई बरोबर देख्न सकेन? आँखामा पट्टी बाँधेकै भएर हो त कानुन अन्धो भएको? अन्धा कानुन भनेर जुन भन्छौँ नि हामी, के कानुन अन्धो नै भएको हो त? किन एउटा गल्ती नै नगरे मान्छेले न्याय पाउँदैन र कानुनभन्दा ठुलो कोही होला र? सबभन्दा हाम्रो आश भनेको सर्वोच्च अदालत हो। सर्वोच्च अदालतबाट रिहा भएर अवश्य आउनेछन् रविजी। अब भोलि आउनु भएन र मिसन 84 जुन खालको एउटा नारा थियो त्यो नारा पुरा हुन सकेन भने रासपाको भविष्य कता जान्छ? रवि नहुँदैमा रासपालाई केही हल्लिँदैन। रवि एउटा पात्र मात्र हुन्। रविको निर्देशन जेलबाट पनि हुन्छ। 84 मिसन 84 भनेर जुन लक्ष्य लिएको थियो, मिसन 84 मा हाम्रो पत्ता साफ हुन्छ भने उनीहरूले खेल्नै यही खेले हो। तपाईले बुझ्नै भएको छैन। रविलाई जब जेल हाल्यो नि मिसन 84 मा आफ्नो जुन भोट लिएर आएर आफू प्रधानमन्त्री र गृहमन्त्री हुन्छु भनेर जुन लक्ष्य राखेका छन् नि, यो लक्ष्य पुरा हुनेवाला छैन। तपाईँले जतिसुकै लक्ष्य राख्नुहोस् न, रासोपा कहिले पनि ढल्दैन र कहिले पनि टुक्रिँदैन। किनभने राम्रो कामको सुरुवात गर्न खोजेको त युवा छ। युवाको सोच्ने जोस जाँगर हेर्ने हो भनेदेखि नि रासोपा कहिले डगमगाउने छैन। 2-4 वटा त आउँछन् नि, फोहोर झिङ्गा आउँछन्, त्यसलाई टिपेर फालिदिने हो, फेरि रासोपा क्लियर भएर जान्छ। तर रासपामा अहिले नाम चलेका जो नेताहरू हुनुहुन्छ उहाँ पनि त हिजो एमाले काङ्ग्रेस माओवादीबाट ठाउँ नपाएर अवसरवादी भएर रासपा प्रवेश गरेको त हो। त्यस्ता कुरा चाहिँ रविजीले बुझ्न चाहिँ जरुरी छ। किनभने अवसर खोज्ने मान्छेले कहिले पनि भलो चिताउँदैन। जहाँ पाउँछ ती जता काफल पाक्यो उतै जान्छ चरी, म त हजुर लापते भनेर हिँड्नेलाई चाहिँ रविजीले चाहिँ छानी गर्न निष्कासन गर्नुपर्छ मेरो विचारमा। त्यो आँट गर्ला गर्नै पर्यो नि। यदि रासोपा बचाउने हो भनेदेखि र रासोपा पार्टीलाई एकीकृत बनाएर ठुलो बहुमतको सरकार बनाउने, रासोपाको सरकार बनाउने हो भने रवि लामिछानेले यो गर्नु जरुरी नै छ। तर त्यही गरेकै आधारमा होइन र अहिले रासोपाका विभिन्न खालका समाचार आए, टुक्रिए, कोही कारबाहीमा परे, कोहीले राजीनामा दिए, रवि लामिछाने जेल चलान भएको केही दिन लगत्तै सुमना श्रेष्ठको राजीनामा, यो सबै त्यसकै अर्थ हो। एकदम सुमना श्रेष्ठले रासोपाबाट राजीनामा पक्कै पनि दिएको होइन। यो हामी भ्रममा परेका छौँ। सहमहामन्त्रीबाट दिनुभयो। किनभने उहाँको जुन उहाँले गर्न खोजेको कार्य नभएर पद मैले किन ओगटेर बस्ने भनेर दिनुभएको। उहाँले रासोपालाई टुक्रिनु खोज्नु पनि छैन, रासोपा टुक्रिनेवाला पनि छैन। 1-2 जना मैले भने नि, 1-2 जना नराम्रो जहाँ पनि हुन्छन् त्यो नराम्रो चिजलाई आलुको बोरा किनेसी 2-4 वटा आलु त कुहिन्छ नि, कुहिए आलु झिकेर फाल्ने हो, अरू आलु त पकाएर खान मिलिहाल्छ नि। त्यसैले गर्दा आत्तिनु पर्ने छैन। भनेपछि उहाँको राजीनामाले केही हुँदैन, केही फरक पर्दैन। काला गए गोरा आउँछन्, गोरा गए काला आउँछन्, हुनेवाला केही पनि छैन। तर अहिले हिजो रवि लामिछाने हुँदाखेरि सदनमा जुन खालको क्रेज थियो, जुन खालको एउटा हल्ला बन्थ्यो, अहिले बन्न सकेको छैन। कतै रासपा गलेको होइन, एकदम नै गलत हो। त्यस्तो होइन कि जेलै चलान भइसकेपछि हेर्नुहोस् त, अहिले पुलमान जस्तो एउटा बिजुलीको खम्बा भनेर चिन्छौँ हामी, बिजुलीको खानी मान्छेलाई जुन निकालियो त्यसको लागि आवाज उठाउने कि बालेलाई बारम्बार टचर दिइरहेछ त्यसको लागि आवाज उठाउने कि अब अहिले झन् पृथ्वी पथ भनेर जुन ज्ञानेन्द्र शाहजीको राजाजीको जुन हाम्रो महाराधिराज हुनुहुन्छ उहाँको विषयमा, यो दुर्गा प्रसादजीको विषयमा यस्ता विषयले गर्दा छरिएको मात्र हो। आन्दोलन रोकिएको पनि छैन। रविजीको लागि आन्दोलन पनि हुन्छ। जनताले चाह्यो भने रविजीलाई तुरुन्तै निकाल्न पनि सक्छ। किनभने हेरौँ न, कानुनभन्दा माथि कोही छैन, कानुन नै किन तोड्ने भनेर सबै संयमित भएको, यसलाई कमजोर चाहिँ पक्कै पनि नछोड्नुहोस्। तर अहिले युवा भनेका अर्थात् चक्लेटी अनुहार, जो राष्ट्रपाललाई चक्लेटी अनुहार पनि भन्छन्, कतिपयले यो चाहिँ अहिलेको ताजा पार्टी पनि भनिरहेका छन्, तर परिणाम दिन सकिरहेको छैन। अब 21 सिट छ, उसको सिट भइदिए पनि उहाँले आफ्नै सरकार बनाउनुहुन्थ्यो होला, केही देशको लागि गर्न सक्नुहुन्थ्यो होला, अर्काको पुच्छर लाग्न पर्ने भएको छ। त्यसैले गर्दा केही गर्न नसकेको यसको भ्रममा नपर्नुहोस्। जब बहुमतको सरकार हुन्छ रासोपाको, त्यसपछि गरेन भने कठालो समातो सबभन्दा पहिला म पुग्छु। यदि काम गरेन भने